दर्याम सरसँग छौँ। तपाईँले त्यो मकैबारी दर्याम त भन्नुभएको छ, त्यो खासमा भन्न चाहेको कुरा चाहिँ के हो हामीले बुझ्न सक्नु भएको छैन दर्शकले, के होला मलाई यसो स्पष्ट बुझाइदिनुहोस् त। खासमा दर्याम भनेको चाहिँ हाम्रो बङ्गाली शब्द, एकदम बङ्गाली ठेट शब्द। मकै कोपारेर खाने, यसरी मकै दारेर खानेलाई दर्याम भनेको। दार्नेलाई दर्याम बनाएको मैले चाहिँ। तर खासमा मान्छेले के बुझ्नुहुन्छ भन्दाखेरि मकै बारीतिर गएर, मकै बारीमा गएर गर्लफ्रेन्ड बोयफ्रेन्ड भेट्ने अनि नराम्रो काम गर्ने टाइपको सोच हुन्छ, तर त्यस्तो कदापि होइन। त्यो होइन नि, तर मकै दारेर खाने, मकै कराम चबाउने, दराम चबाउने हो खासमा चाहिँ। त्यही नै बुझ्नु होला भन्न चाहन्छु म। नत्र पनि धेरैले चाहिँ रिल्सहरू बनाइरहेको हुन्छन्, त्यो मकै बारीमा दर्याम भन्दा त्यो नेगेटिभ रूपमा चाहिँ बनाइरहेको हुन्छन्, त्यो होइन सर होइन? त्यस्तो होइन। मकै कोपर्ने है, मकै चाहिँ कोपरिन्छ नि दुईटा हातले है, त्यस्तै गरी दर्याम होइन? त्यो चाहिँ हो। तर हजुरलाई म यहीबाट जानकारी गराउन चाहे, हाम्रो नयाँ गीत, पञ्चेबाजा गीत, बङ्गालीले पञ्चेबाजा कमै मात्रामा लेख्नुहुन्छ, कमै मात्रामा गाउनुहुन्छ। त्यो एउटा काम मैले पनि गरेको छु। पञ्चेबाजा गीत बबै तरेर दङ्गालीको छोरोमा, त्यो गीत चाहिँ छिट्टै हजुरको माझमा लगभग 15 गते साँझ हजुरको माझमा, 15 गते 16 गते हजुरको माझमा आउँदैछ। सबैले च्यानलमा गएर हेर्न पनि सक्नुहुन्छ, माया पनि गर्नु होला भन्न चाहन्छु।